नमस्कार। संयुक्त अपाङ्गता केन्द्रमा आज क्यानाडामा बस्ने निवासी दावा शेर्पा सरको आज जन्मदिन परेको हुनाले उहाँको जन्मदिनको अवसर पारेर नानी बाबुलाई केक अनि साथै एक छाक खाना खुवाउनु भएको छ। दावा शेर्पा सरलाई बच्चाहरूको तर्फबाट संस्थाको तर्फबाट 40 जना 45 जना बच्चाहरूको तर्फबाट पनि लाखौँ शुभकामना हामीले दिन चाहन्छौँ। एउटा बालो साथै पेजमा गएर पनि तपाईँले फलो गर्नु होला भन्न चाहन्छु। त्यसै गरी हाम्रो बहिनी आजले मेरो बहिनी प्यारो बहिनी यो संस्थाको धेरै लामो समयदेखि यो संस्थाको सक्रिय सदस्य पनि हो र यो संस्थाले धेरै माया गर्नुहुन्छ मेरो बहिनीलाई हैन। यो बहिनीले पनि आज जस आउनुभएको छ अनि अर्को बहिनी पनि आउनुभएको छ, भाइहरू सबै आउनुभएको छ। र अब हामीले ढिलो नगरिकन हाम्रो दावा शेर्पालाई दादालाई चाहिँ हामीले के दिने गरेको छौँ अरे अब मायाको चिनो दिनुभन्दा अगाडि पनि हाम्रो अब यो मायाको चिनो चाहिँ पहिले दिनु पर्यो, बहिनीले लिनु पर्यो है हाम्रो दावा सरको लागि है। र मैले अब यो बहिनीलाई उहाँ जो क्यानाडामा हुनुहुन्छ भर्खरै अस्ति नेपाल आउनुभएको थियो, जानुभयो र उहाँ क्यानाडाबाट पनि उहाँले लाइभ हेरिराख्नु भएको छ। भने हाम्रा ती 45 जना अनाथ असहाय नानी बाबुहरूको लागि मैले मेरो जन्मदिनको अवसर पारेर नानी बाबुले एक छाक खाना साथै केक काटेर अनि छुट्टी चक्लेटहरू पनि पठाइदिएको छु है भनेर भन्नुभएको छ। उहाँलाई हामीले लाखौँ शुभकामना पनि दिन चाहन्छौँ भने र हाम्रो तर्फबाट मायाको चिनो पनि भनेर उहाँलाई यो मायाको चिनो पनि हामीले दिन चाहन्छौँ होइन। र त्यसै गरी अर्को हाम्रो दावा सरको जन्मोत्सव अवसरमा नानी बाबुहरूको तर्फबाट अनि हाम्रो तर्फबाट पनि मायाको चिनो दिँदै उहाँलाई उत्तर प्रगतिको कामना अनि लाखौँ शुभकामना भनेर दिनुभएको छ। यो पनि है नानी बाबुहरूको तर्फबाट। र तपाईँहरू कहाँबाट हेर्नु भएको छ लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला। अब हामीले ढिलो नगरी केक पनि काट्नेछौँ र 2 शब्द हाम्रो बहिनीले बोल्नुहुन्छ। बहिनी अनि के छ मेरो आदरणीय बहिनी पुरै के अरे पहिलेदेखि नै धेरै वर्ष भयो एउटा सक्रिय सदस्य बनेर र उहाँ एउटा नेपाली गाउँको ऊ पनि हुनुहुन्छ होइन। त्यस कारणले गर्दाखेरि हाम्रो बहिनीलाई पनि धेरै धेरै धन्यवाद के भन्न चाहनुहुन्छ भने आज जन्मदिन होइन। अब हेरिराख्नु भएको दावा सरले बोल्दैन न बोल्दिनु ल अब ह्याप्पी बर्थडे भन्ने दावा सरले ल हाम्रो दावा सरलाई लाखौँ शुभकामना। आज तपाईँले यी नानी बाबुहरूको एउटा अनुहार आँसो ल्याइदिनु भएको छ। तपाईँ यदि परदेशमा हुनुहुन्छ होइन क्यानाडामा हुनुहुन्छ भने आज तपाईँले यी नानी बाबुको एउटा एक छाक मिठो खाना मासु भात तरकारी दाल अचारदेखि लगेर अनि केक काटेर नानी बाबुले टोपीहरू सामेल गरिराखेका छौँ। र आउँदो दिनमा पनि यसरी नै अगाडि बढ्नु होला, उत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु। हाम्रो नानी बाबुहरूको तर्फबाट अनि म व्यक्तिगत कार्य अथवा संस्थाको तर्फबाट पनि हामीले मायाको चिनो तपाईँलाई टक्राइसकेका छौँ। र हाम्रो आदरणीय बहिनी पहिलेदेखि नै जमानादेखि पहिलेदेखि हाम्रो सहकारी दाजुबहिनीको यसरी हरेक ठाउँमा पनि कुना हरेक ठाउँमा पुगेर पनि हामीले यसरी यो नानी बाबुको लागि केही गरेका छौँ। र बहिनीलाई पनि म धेरै अनि लगायत हाम्रा भाइहरू पनि युवा भाइहरू आउनुभएको छ, बहिनी अर्को बहिनी आउनुभएको छ, उहाँहरू सबैलाई
पनि धन्यवाद दिन चाहन्छु र विशेष तपाईँको परिवार तपाईँलाई पनि लाखौँ लाखौँ शुभकामना दिन चाहन्छु है त। ल अब यो गर्नु यो होइन चक्लेट यो बाँधिदिनु तपाईँ यिनीहरूलाई फुटेर चक्लेट हो पहिले बाँधिदिनु।